नमस्ते, म चाहिँ मनदीप। आज चाहिँ हामी जाभामा फर लुपको बारेमा हेर्न गइरहेछौँ। सो लेट्स सी। सो फर्स्टमा फर लुपको हामी सिन्ट्याक्सलाई बुझ्छौँ। सो फर लुपको सिन्ट्याक्स हाम्रो अरूमा जस्तै छ, जस्तै जाभा स्क्रिप्टमा जस्तो छ, लगभग त्यस्तैसँग म्याच हुन्छ। जस्तै मैले पहिला फर भनेर लेखेँ। फर भनेर लेखिसकेपछि हामीले तीनवटा कुरा हाल्नुपर्छ त्यसमा। सो फर्स्टमा हुन्छ इनिसियल भ्यालु। हाम्रो इनिसियल भ्यालु के हो त्यो हामीले दिनुपर्छ। त्यसपछि हामीले दिनुपर्छ कन्डिसन। त्यसपछि त्यो भ्यालुलाई कसरी अपडेट गर्ने भनेर चाहिँ हामीले भन्नुपर्छ है। र यो भनेर केही पनि बुझिँदैन। अब एउटा प्र्याक्टिकल नै गरेर हेरौँ है। जस्तै मलाई 1 देखि 10 सम्म नम्बर प्रिन्ट गर्नु पर्यो रे। अब मैले कसरी गर्छु त, लेट्स सी है। सो फर्स्टमा मेरो चाहिँ VS कोडमा आइसकेँ। अब मैले के गर्छु, सो फर्स्टमा फर भनेर लेख्छु किनभने हाम्रो त्यो सिन्ट्याक्स हो। त्यसपछि यसरी मैले ब्राकेट दिन्छु। अब यो राउन्ड ब्राकेटभित्र चाहिँ हामीले तीनवटा कुरा दिनुपर्छ। एउटा इनिसियल भ्यालु। सो मैले इन्ट आई इज 1 भनेर दिएँ। सो 1 भनेको चाहिँ मेरो इनिसियल भ्यालु, किनभने मैले 1 देखि सुरु गर्नु छ है। अब त्यसपछि हाम्रो सेकेन्डमा के भनेको छ, कन्डिसन भनेको छ। सो कतिसम्म जाने हो त, म 10 सम्म जाने हो भने आई इज लेस देन इज इक्वल टु 10 भनेर लेख्नु पर्यो। अनि त्यसपछि लास्टमा के भनेको छ, अपडेट भ्यालु। सो मैले भ्यालुलाई कसरी अपडेट गर्छु त। सो मलाई 1 by 1 चाहिएको छ भने त्यसको भ्यालुलाई मैले 1 ले जोड्छु। त्यसैले मैले आई प्लस प्लस भनेर लेखेँ। एकचोटि फेरि बुझौँ है। यो चाहिँ इनिसियल भ्यालु 1 बाट सुरु गर्नु भनेर भने। यो सेकेन्डले चाहिँ के भन्छ, 10 भन्दा चाहिँ सानो हुनुपर्छ या बराबर हुनुपर्छ भनेर भन्छ। अनि कसरी बढाउने भन्दा मैले कसरी बढाउने भने 1 ले बढाउने। पहिला 1 आउँछ, 2 आउँछ, 3 आउँछ त्यस्तो है। अनि मेन बडीमा चाहिँ हामीले के देखाउने त्यो कुरा देखाउनुपर्छ। जस्तै मैले लेखेँ सिस्टम आई भनेर लेखेँ। भनेपछि यसले आई भन्ने कुरालाई प्रिन्ट गर्छ। एकचोटि फेरि बुझौँ है कस्तो हुन्छ फ्लो। फर्स्टमा आईको भ्यालु 1 हुन्छ है। अनि यहाँ कन्डिसन चेक हुन्छ। कन्डिसन चेक भइसकेपछि यहाँ तल आउँछ अनि प्रिन्ट हुन्छ। प्रिन्ट भइसकेपछि यसको भ्यालु अपडेट हुन्छ। अनि भ्यालु अपडेट भइसकेपछि फेरि यहाँ अब यो फर्स्टको रन हुँदैन, अब सेकेन्डको रन हुन्छ, चेक हुन्छ। चेक भएपछि प्रिन्ट हुन्छ। फेरि यहाँ भ्यालु चाहिँ अपडेट हुन्छ, फेरि चेक हुन्छ, फेरि प्रिन्ट हुन्छ। जब यसको 10 को भ्यालु आउँछ, 10 यहाँ चेक हुँदाखेरि ठिक छ, 10 प्रिन्ट भयो। अब 10 बढेर यहाँ 11 भयो। जब 11 को पालो आउँछ यहाँ चेक हुन्छ नि, तब चेक फेल हुन्छ। त्यसैले गर्दाखेरि यो तलको कुरा चाहिँ रन हुँदैन अनि लुप चाहिँ हाम्रो स्टप हुन्छ र हामीले चाहिँ 1 देखि 10 सम्म यसरी देख्न सक्छौँ। सो मैले यसलाई अब कोडलाई रन गरेँ भने के हुँदो रहेछ, लेट्स सी। सो हामीले यहाँ हेर्न सक्छौँ 1 देखिबाट 10 सम्म चाहिँ हाम्रो मजाले रन भएको छ है। सो यसरी चाहिँ हामीले 1 देखि 10 सम्म प्रिन्ट गर्न सक्छौँ फर लुपको युज गरेर है। तपाईँहरूले अब आफूलाई जति मन लाग्छ त्यतिसम्म प्रिन्ट गरेर चेक गर्नु होला। अब म सेकेन्ड आफ्नो टपिकमा आएँ। त्यो चाहिँ के हो भन्दा मैले हेलो वर्ल्ड भन्ने कुरालाई 10 चोटि प्रिन्ट गर्नु छ। अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दा हामीले हेलो वर्ल्डलाई एकचोटि त प्रिन्ट गर्न सक्छौँ, तर 10 चोटि प्रिन्ट गर्नु पऱ्यो भने त लेखिराख्न त गाह्रो हुन्छ नि त हामीलाई। त्यसैले गर्दा हामीले चाहिँ त्यसलाई अलिक धेरैचोटि गर्नु पऱ्यो भने लुपको युज गर्छौँ। कसरी गर्ने रहेछ, लेट्स सी। सेम यही तरिकाले गर्छौँ। 10 चोटि हो भने फर भनेर लेखेँ मैले। अब त्यसपछि मैले मेरो इनिसियल भ्यालु दिन्छु। मैले इनिसियल भ्यालु चाहिँ 1 नै दिन्छु। त्यसपछि मैले के दिन्छु, कन्डिसन दिन्छु। मेरो भ्यालु चाहिँ 10 भन्दा सानै हुनुपर्छ, 10 भन्दा इक्वल र सानो। अनि त्यसपछि मैले आईलाई बढाउनु पर्छ। त्यसैले मैले आई प्लस प्लस भनेर लेखेँ। अनि कति मान्छेको चाहिँ यो प्लस प्लस आई लेख्ने बानी पनि हुन्छ, त्यो गर्दा पनि हुन्छ, या त आई प्लस प्लस लेख्दा पनि हुन्छ है। अब जो सी प्लस प्लसबाट आउनु भएको छ उहाँहरूले चाहिँ यहाँ प्लस प्लस लेख्ने बानी हुन्छ। अनि जो अब जाभा स्क्रिप्टहरूबाट आउनु भएको छ भने आई प्लस प्लस लेख्ने बानी हुन्छ। पाइथनमा प्लस प्लस हुँदै हुँदैन होइन। ओके, सो यो कुरा हामीले बुझौँ। अब यसपछि मैले के गर्नु पऱ्यो, हेलो वर्ल्डलाई 10 चोटि प्रिन्ट गर्नु पऱ्यो। सो एकदमै सिम्पल छ। मैले के गरेँ, हेलो वर्ल्ड भनेर लेखेँ। ओके, यति लेख्दैमा यो 10 चोटि चाहिँ कसरी प्रिन्ट भयो त। अब एकचोटि बुझौँ है। फर्स्टमा यसको भ्यालु 1 हुन्छ है। यहाँ चेक हुन्छ, कन्डिसन म्याच खायो। तलको हेलो वर्ल्ड एकचोटि प्रिन्ट भयो। अब फेरि 1 को भ्यालु 2 भयो। फेरि यो म्याच खायो अनि फेरि यहाँ प्रिन्ट हुन्छ। अनि फेरि प्रिन्ट हुँदा हुँदा 10 सम्म प्रिन्ट हुन्छ यो। अनि मतलब 10 चोटिसम्म चाहिँ यो प्रिन्ट हुन्छ क्या। त्यसैले अब मैले यसलाई रन गरेर हेर्दाखेरि मैले रन कोड गरेँ। सो गरिसकेपछि हामीले चाहिँ हेलो वर्ल्डलाई 10 चोटि देख्न सक्छौँ है। यसरी चाहिँ हामीले कुनै पनि कुरालाई धेरैचोटि प्रिन्ट गर्न पनि सक्छौँ। अब आजको हाम्रो चाहिँ लास्ट काम त्यो के हो, डिस्प्ले सम फ्रम 1 to 100। 1 देखि 100 सम्मको सम नै पत्ता लगाउनु पर्यो अरे कि अब चाहिँ है। हामीलाई यो नर्मल उ गरेर भएन। 1 देखि 100 सम्मको सम
जस्तै 1 देखि 100 सम्म त हामीले प्रिन्ट गर्न सक्छौँ, तर त्यसको सम चाहियो भने चाहिँ कसरी प्रिन्ट गर्ने त लुपबाट, त्यो पनि एकचोटि बुझौँ। सो त्यसको लागि पनि सजिलो छ। त्यसको लागि चाहिँ हामीले फर्स्टमा के गर्नुपर्छ त भन्दा एउटा हामीले चाहिँ कुरालाई लेट गर्नुपर्छ। जस्तै इन्ट सम पहिला 0 भनेर मैले लेट गरेँ। जस्तै कुनै पनि नम्बरको भ्यालु हामीलाई इनिसियलमा चाहिँ फाइन्ड गर्नु छ भने हामीले त्यसलाई 0 भनेर राख्छौँ है। सो मैले यसको भ्यालु चाहिँ 0 भनेर लेखेँ। अब यो गरिसकेपछि म फेरि लुपमा जान्छु है, फर भनेर मैले लेखेँ। अब मलाई 1 देखि 100 सम्मको चाहियो भने त्यसैले मेरो इनिसियल भ्यालु चाहिँ 1 हुनुपर्छ। अनि त्यसपछि मेरो कन्डिसन चाहिँ कति हुनुपर्छ, 100 भन्दा सानो अर इक्वल है, इक्वल टु अर लेस देन 100। अनि त्यसपछि आई प्लस प्लस बढ्न त पर्यो। अब यहाँ चाहिँ हामीले एउटा रमाइलो काम गर्छौँ। अब यहाँ मैले यदि सिधै प्रिन्ट गरेँ भने त 1 देखि 100 सम्मको सर प्रिन्ट मात्रै देखाउँछ। मलाई त सम चाहियो हो, त्यसैले समको लागि चाहिँ मैले के गर्छु त भन्दा समको भ्यालु इज सम प्लस आई लेख्छु के। अब यो लेखेपछि के हुन्छ, पहिला समको भ्यालु 0 हुन्छ। सो यहाँ 0 छ, यहाँ 1 छ। सो 0 + 1 1 हुन्छ। अब समको भ्यालु 1 भयो। फेरि 2 को पालोमा छ, 1 + 2 3 हुन्छ। अनि फेरि त्यो जोडिन्छ, अनि फेरि त्यो जोडिँदै सबै कुरा 100 सम्म जोडिन्छ के। र यो यसको सर्टकट चाहिँ हामीले सिकिसकेका छौँ, त्यो के हो, प्लस इक्वल टु आई है। यति लेख्यो भने पनि हाम्रो चाहिँ पुग्छ। अब यति गरिसकेपछि मैले लास्टमा यसलाई चाहिँ यो लुपले चाहिँ समको फाइनल भ्यालु निकाल्छ। अब त्यो भ्यालुलाई चाहिँ मैले यहाँ बाहिर प्रिन्ट गरिदिन्छु, भित्र प्रिन्ट गर्नु हुँदैन है, फेरि बाहिर प्रिन्ट गर्नुपर्छ। सो मैले चाहिँ अब के लेखेँ, सम भनेर लेखेँ है। सम भनेर लेखिसकेपछि हाम्रो चाहिँ यो बाहिर प्रिन्ट हुन्छ। मैले कोडलाई चाहिँ रन गरेँ। सो रन गरिसकेपछि 5050 भनेर चाहिँ हाम्रो नम्बर आएको छ। मतलब 1 देखि 100 सम्मको पनि हामीले चाहिँ सम गरेर हेऱ्यौँ। सो यो कुरा पनि हाम्रो चाहिँ सजिलो रहेछ। सो हामीले चाहिँ फर लुप आजलाई राम्रोसँग बुझ्यौँ जाभामा। अब नेक्स्ट क्लासहरूमा चाहिँ अरू लुपहरू पनि हाम्रो आउँछ। आजको लागि चाहिँ यति नै भयो। र भिडियो मनपर्छ भने चाहिँ भिडियोलाई लाइक पनि गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला, के मन लाग्छ त्यो चाहिँ सबै गर्नु होला। ल, थ्याङ्क यू भेरी मच।